आदरणीय जनसमुदाय, मतदाता नामावलीमा नाम समावेश गर्न आफ्नो नागरिकताको प्रमाणपत्र लिएर निर्वाचन आयोगले तोकेको मितिभित्र जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको स्थानमा गएर मतदाता नामावली दर्ता गर्न म विशेष अनुरोध गर्न चाहन्छु। लोकतन्त्रको अभ्यासमा निर्वाचन निर्णायक कुरा हो भन्ने हामी सबैलाई जानकारी नै छ। अत आउने निर्वाचनलाई पनि स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् र सबै मतदाताले सहज ढङ्गले मतदान गर्ने अवसर जुटोस् भन्नको निम्ति पनि सबैको सहयोग अनिवार्य छ। फेरि पनि म दोहोऱ्याएर भन्न चाहन्छु, नागरिकताको प्रमाणपत्र लिएर निर्वाचन आयोगको कार्यालय वा तोकिएको स्थानमा गई मतदाता नामावली दर्ता गर्न म विशेष अनुरोध गर्न चाहन्छु। धन्यवाद।